वेलकम बैक टू माई न्यू ब्लग। सबैजनालाई स्वागत छ आजको न्यू डे न्यू ब्लग। आजको ब्लग रहेको छ बिहानबाट सुरु गर्दैछु। आज अहिले 10:30 बजे मलाई गुड मर्निङ हुन्छ हैन। मैले 10:30 बजे करेक्ट 10:30 बजे उठ्ने गर्छु हैन। आज चाहिँ म घरमै बसेर ब्लग बनाउँछु किन भन्दाखेरि मेरो बुढीसँगै हैन। अब डेली ब्लग आउँछ, सबैजनाले हेरिदिनु होला। सबैजनाले सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनु होला। अनि मेरो भिडियो हेर्नु भएको छैन भने मेरो युट्युब च्यानलमा गएर भिडियो हेरिदिनु होला। नाम रहेको छ अस्मिता चितवन ब्लग। अनि अरु यस्तै हो गाइज हैन। हामी चाहिँ अब ब्लग सुरु गर्दै हो अहिले बिहानको ब्लग। अनि नास्ता सास्ता खानु पर्यो, होटलमा जाने टाइम पनि भइसक्यो हैन। मेरो मोबाइल हातमा नभएको कारणले चाहिँ म आजभोलि ब्लग बनाउँदिन आजभोलि हैन। किन भन्दाखेरि आजभोलि मोबाइल हातमा हुँदैन। अनि मेरो बुढीको हातमा हुन्छ एउटा मोबाइल। अब दुईजनालाई कसरी सम्हाल्ने हैन। अनि बुढीको हातमा नदिम भने पनि बुढीलाई लास्ट अल्छी लाग्छ अरे क्या हैन, हो कि नै। अनि त्यही भएर चाहिँ म मोबाइल घरमै छोडेर जान्छु। अनि बिहान टाइम मिल्यो भने ब्लग बनाउँछु, साँझ बनाउँछु। अनि त्यही हो गाइज, सबैजनाले हेरिदिनु होला ब्लग। टक्क लगाएर हामी चाहिँ यता छौँ। अनि यता चाहिँ हाम्रो चाहिँ यता बुढी हुनुहुन्छ। अनि त्यसपछि हामी चाहिँ अब अहिले दोकानमा जाँदैछौँ। अनि दोकानमा अब कोल टक्क 5 मिनटमा हैन। सो लेट्स गो। हामी चाहिँ अब दोकानको लागि रेडी भएर जाँदैछौँ। ल सो चलो जाम लेट्स गो। हामी चाहिँ अब दोकानको लागि रेडी भएर मेरो म्याडमसँग चप्पल लगाएर टक्क लगाएर हामी चाहिँ जाँदैछौँ। आउ न छिटो हाउ मेरो बुढी। के भने चुप 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 चुप। स्कूल नहीं जाता क्या रे? जाता ना। हाँ तो लाके फिर लुकाया गयो। क्या लुकाया थियो? टक्क लगाएर अहिले चाहिँ हामी अङ्कलको रुममा जाँदैछौँ। मेरो म्याडम अनि म अहिले चाहिँ यहाँ चाहिँ यो अगाडि चाहिँ अङ्कलको रुम छ हैन। यो रुम हो यहाँ चाहिँ। अहिले अब हामी दोकानमा जाँदैछौँ मेरो बुढीको लागि 20 रुपियाँ लगेर। कति अरे? 20 रुपियाँ लगेर जाँदैछौँ। के खाने हो तिमी? के खाने हो तिमी? स्प्राइट खानु हुन्छ। स्प्राइट। टक्क यहाँको स्कुल देख्न सक्नुहुन्छ। अनि 1 देखि कतिसम्म छ? 3 सम्म हो कि नै? यहाँ चाहिँ स्कुल। मम्मी कस्तो समझ्छु। ओके तिमी टाढा टाढा हिँड मबाट। ओके अदरक हल्दी। त्यो अदरकको त्यो के हो त्यो? हल्दी हल्दी एलोभेरा। हिजो यही बसेको थिएँ म आए बेला। हेर्नुहोस् त यस्तो दामी लगाएको। अनि यो चाहिँ बैगन। सरी यो चाहिँ बैगन। यो चाहिँ बैगन। यहाँ चाहिँ बैगन अनि खतरा छ है। अनि यहाँ पहिला तिमीले लगाएको थिएनौ? नै त्यो पुदिना पहिला ऊ लगाएको थिएनौ? के भन्छ त्यो मखमली फुल लगाएको थिएनौ? अनि यो आयो त यो तिमीले सानो लगाएको तिमीले फालेको थिएनौ? यो भाइ त्यही हो हैन र? हो नि है। आयो त ठुलो हुन्छ अब हैन। पछि देखाउँछु तपाईहरुलाई। यस्तो दामी देखिएछ। अनि किन खोलेर फालेको यो? के खोलिन फाले? ल यस्तो छ दामी है।